जोजोलपा आज एउटा साह्रै दुःखद यो भएको घटना छ नि, हिजो अस्तिको घटनाको एउटा आज कार्यक्रम भाइको सम्झनामा, निरजबाडे भाइको सम्झनामा एउटा दीप प्रज्वलन कार्यक्रम राखेको छ थिमीमा। त्यसको लागि केही आह्वान तथा आह्वान गर्नको लागि यो भिडियो बनाउँदैछु म। नेवा सभ्यता, नेवा हक अधिकारको लागि, हाम्रो सम्पदा संस्कृतिको लागि बुलन्द आवाज गरी उठेको एउटा हाम्रो तारा, हाम्रो एउटा योद्धाको निधन, असामयिक निधन, एकदम दुःखद निधनको कारणले हामी सबै एकदम स्तब्ध छौँ, एकदम दुखी छौँ। त्यसमा त म त 3 दिन भयो केही सोच्न सकेको छैन। मैले निरजबाडे, मेरो भाइ निरजबाडे, भाइ कम मेरो छोरा पनि थियो, मेरो छोरा थियो, मलाई बुवा नै मान्नुहुन्थ्यो। एउटा हाम्रो नेवा हक अधिकारको लागि, संस्कृति सभ्यता सम्पदाको लागि आफ्नो ज्यान प्राण शुद्ध नभनिकन लडाइँ लड्ने, हक अधिकारको लागि कसैको अन्याय विरुद्ध, हकको विरुद्ध आफ्नो प्राण ज्यान छोडेर लड्ने मेरो भाइ आज आफैसँग हारे। त्यस कारणले गर्दाखेरि उहाँ मेरो भाइको सम्झनाले, उहाँको भाइको निधनको दुःखले हामी एकदमै स्तब्ध छौँ। यो समयमा एउटा नेवा सभ्यताले एउटा ठुलो एउटा खम्बा, एउटा पिल्लर गुमाएका छौँ। सभ्यताको एउटा एकदम मजबुत एउटा पिल्लर भाँचिएको छ, गुमाएका छौँ हामीले। उहाँ भाइसँग मेरो एकदम ठुलो एट्याचमेन्ट छ। उहाँ भाइ र म 77 सालको आन्दोलन, जावलाखेल पुल्चोक आन्दोलनदेखि हामी सँगै जेल पटक पटक परेका, हामी हक अधिकारको लागि पोखरादेखि हरेक ठाउँमा हामी लडेर सँगै, भाइ मसँगै नै 3 वर्ष 4 वर्ष त सँगै एकै घरमा हामी बिताएका मेरो भाइ। कलाकारिता काममा शुद्ध मैले आफैले मेरो आफ्नै हात दिएर सिकाएको मेरो कलाकार, मेरो शिल्पकलामा पोख्नु मेरो भाइ आज यो अवस्थामा गुमाउनु परेको छ। उहाँको मा, उहाँको बुवाहरूप्रति मलाई एकदम चिन्ता छ। एकदम उहाँ बुढेसकालमा आफ्नो छोरा गुमाउनु परेको छ, दिदीहरू आफ्नो भाइ, एक्लो भाइ गुमाउनु परेको छ। अहिले पनि घरमा, हाम्रो घरमा पनि रुवावासी छ। मेरो श्रीमती, मेरो छोरा सँगै, कति सँगै भान्सामा, कति सँगै खाने, सँगै बस्ने, सँगै काम सिक्ने, सँगै काम, कति सँगै बस्ने। मेरो श्रीमती पनि रोएको रोइ छ, 2 दिन भयो रोएको रोइ छ। यस्तो थियो मेरो निरज भाइ, एकदम मिलनसार, सबैको लागि सहयोग गर्ने, कसैको दुःख हेर्न नसकिने, अगाडि अग्रसर भएर आइहाल्ने। मेरो हरेक स्टेपमा पनि दाइ यो स्टेप म भन्दा नि धेरै जान्ने, धेरै बुझ्ने थियो। म त आक्रोशमा आएर, आवेगमा आएर कराइहाल्ने, तर त्यो मेरो भाइ बुद्धिमा पनि एकदम बलवान, बलमा पनि, शक्तिमा पनि एकदमै बलवान थियो। दाइ यसरी जानुपर्छ, दाइ यो भन्नुपर्छ, यो गर्नुपर्छ। उहाँसँग एकदम एउटा, एकदम म भन्छु नि, एकदमै ठुलो मजबुत एउटा खम्बा गुमाएका छौँ हामीले। निरज भाइको सम्झनामा, निरज भाइले गरेको काम कदर गरेर उहाँको हरेक कार्यप्रति, उहाँ हामी नेवा हाम्रो सभ्यताको लागि, हाम्रो हक अधिकार, हाम्रो सम्पदा संस्कृतिको लागि उहाँले गरेको हरेक योगदानको सम्झनामा आज बेलुका 6 बजे मेरो भाइले नै बनाएको मूर्ति छिमीको पुरानो कथाघरमा, बुद्धको मूर्तिमा उहाँको सम्झनामा दीप प्रज्वलन कार्यक्रम छ। सबैलाई आज बेलुका 6 बजे यहाँ उपस्थित हुन म विनम्र अनुरोध गर्दछु। निरजबाडे भाइ यो संसारमा नरहनु भए पनि हाम्रो मनमा जहिले पनि रहनेछ। र हाम्रा युवा, अब नयाँ युवा, नयाँ पिँढीले निरज भाइले गरेको योगदान, उहाँ त हामीले गुमायौँ, तर उहाँको शक्ति, उहाँको हौसला, उहाँको पावर, उहाँको बोल्ने शैली छ नि, त्यसबाट सिकेर अब अर्को उहाँ जस्तो निरज बाडे जस्तो त्यसै एकदम बलवान र शक्तिशाली निरज बाडेहरू अर्को 100 जना जन्म दिन्छ। यो मेरो नयाँ पिँढी, मेरो भाइहरूलाई म उहाँसँग, उहाँको बानी बेहोरा र उहाँले हक अधिकारको लागि लड्ने उहाँको बानीलाई हेरेर अर्को 100 जना, अर्को 1000 जना निरज बाडे जन्म लिनु, आफूलाई बनाउनु भन्न म सबैलाई विनम्र आग्रह छु। किनकि नेवा सभ्यता, हाम्रो संस्कृति सम्पदालाई रक्षा गर्न निरज बाडेहरू धेरै आवश्यक छ। एउटा मजबुत खम्बा गुमाएका छौँ। सबैजना बेलुका पाल्नु।